जिन्दगी सधैँ हाम्रो योजना अनुसार चल्दैन, तर हरेक दिन हामीले कसरी सुरु गर्छौं त्यसले नै हाम्रो जीवनको दिशा तय गर्छ। त्यसैले हरेक बिहान सकारात्मक भावनासँग उठ्नुहोस्, आफ्नो नियन्त्रणमा नभएका कुराहरूको चिन्ता नगरी दिनलाई फ्लोमा बग्न दिनुहोस्, आफूलाई समय दिनुहोस्, गहिरो सास लिनुहोस्। आज पनि तपाईले बाँच्न पाएकोमा कृतज्ञ महसुस गर्नुहोस्। दिनभर साना अनि मन परेका कामहरू गर्नुहोस्, प्रकृतिमा हिँड्नुहोस्, मनपर्ने किताब पढ्नुहोस् वा रचनात्मक केही गर्नुहोस्। मनलाई शान्त राख्नुहोस्, स्वस्थ र सन्तुलित खानेकुरा मात्र खानुहोस्, प्रशस्त पानी पिउनुहोस्, मुस्कुराउन नबिर्सनुहोस्, दिमागमा आफैसँग राम्रो शब्दमा मात्र कुरा गर्नुहोस्, अनावश्यक तुलना नगर्नुहोस्, राति सुत्नु अघि आँखा चिम्लेर आजका सुखद पलहरूलाई सम्झनुहोस् र मनैदेखि आफूलाई धन्यवाद दिनुहोस्। आफ्नो शरीरको सधैँ ख्याल राख्नुहोस्, किनकि स्वास्थ्य रहँदा धेरै समस्या देखिन्छन्, तर बिरामी परेपछि स्वास्थ्य नै सबैभन्दा ठूलो समस्या बन्छ।